भजन 8। परमप्रभुको महिमा र मानिसको मर्यादा। हे परमप्रभु, हाम्रा प्रभु, तपाईको नाउँ सारा पृथ्वीभरि कति उत्तम छ। तपाईले आफ्नो महिमा आकाशभन्दा माथि स्थापित गर्नुभएको छ। तपाईले आफ्ना शत्रुहरूका कारणले शिशु र दुधे बालकहरूका ओठबाट प्रशंसा निकाल्नु भएको छ, जसले गर्दा तपाईले शत्रु र प्रतिपक्षीलाई चुप गराउनलाई यसो गर्नुभएको हो। जब म तपाईको हातले बनाएको आकाश अनि तपाईले स्थापित गर्नुभएको जुन र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र तपाई त्यसको वास्ता राख्नुहुन्छ? मानिसको पुत्र को हो र तपाई त्यसको फिक्री गर्नुहुन्छ? तपाईले त्यसलाई स्वर्गदूतहरूभन्दा केही कम दर्जाको तुल्याउनु भयो। तपाईले त्यसलाई महिमा र आदरको मुकुट पहिराउनु भयो अनि आफ्ना बाहुलीका कामहरूमाथि त्यसलाई खटाउनु भयो। तपाईले सबै थोक त्यसको पैताला मुनि राखिदिनु भयो। सबै भेडा बाख्रा, गाई बस्तु र वनका सबै पशु, आकाशका चराचुरुङ्गी, समुद्रका माछा र समुद्रभित्र पौडने सबै जीव जन्तु। हे परमप्रभु, हाम्रा प्रभु, तपाईको नाउँ सारा पृथ्वीभरि कति उत्तम छ।